सबैलाई नमस्कार। मेरो नाम चाहिँ राज विष्ट। सधैँ चाहिँ तपाईहरुलाई पनि आज एउटा जीके को इम्पोर्टेन्ट टपिकको ट्रिक ल्याएर आइसकेको छु। यदि तपाईहरुको सब्जेक्टमा जीके छ भनेपछि तपाई चाहे शिक्षक सेवा आयोग हुनुस्, तपाई टेक्निकल हुनुस्, चाहे प्रशासन हुनुस्, यो टपिक चाहिँ तपाईहरुलाई इम्पोर्टेन्ट हुन जान्छ है। तपाईहरुले एउटा क्वेशन चाहिँ यसबाट जेनरली सोधेकै हुन्छ। त्यही भएर चाहिँ तपाईहरु अलि ध्यान दिएर साथमा चाहिँ कफी कलमहरु चाहिँ राखेर बस्नुभयो भने चाहिँ भिडियो सुन्दै तपाईहरुलाई सबै याद हुनेछ है। भिडियो सुनेकै भरमा तपाईहरुलाई याद हुनेछ। फेरै फेरै तपाईहरुले पढिराख्नु पर्ने छैन। यो टपिकहरु मात्र तपाईहरुले एक दुईचोटी भिडियो चाहिँ रिभिजन गरिदिनुस्, तपाईहरुलाई सबै याद हुनेछ। आजको हाम्रो टपिक के छ भन्दाखेरि नेपालका कविहरुले पाएका उपाधिहरु। के उपाधिहरु पाए त? तपाईहरुलाई यो यति धेरै कविहरुको उपाधि छ हैन, यो बाहेक तपाईहरुले बाहिर जाँदैन। तपाईहरुले यो भिडियो राम्रोसँग हेर्नु भने सबै बुझ्नुहुन्छ है। अनि चाहिँ भिडियो मन परेछ भने चाहिँ लाइक हान्न चाहिँ कमेन्ट लाइक हान्न चाहिँ नभुल्नु होला। ल अब विषयवस्तुतिर प्रवेश गरौँ है। के छ भन्दाखेरि तपाईहरुलाई एउटा कोलममा तपाईहरुलाई के दिएको छ? कवि अथवा व्यक्ति भनेको छ, अर्कोमा उपाधि भनेको छ, अनि फेरि कवि, व्यक्ति अनि उपाधि भनेर छ। अब त्यसपछि तपाईहरुलाई यदि कवि दिएर उनले त्यो कविको नाम दिएर तपाईहरुलाई उपाधि के पायो भनेर पनि सोध्न सक्छ, अथवा उपाधि दिएर तपाईहरुलाई कविको अथवा व्यक्तिको नाम के हो भनेर पनि सोध्न सक्छ। जसरी पनि सोध्न सक्छ है। त्यही भएर चाहिँ तपाईहरुले यसलाई दुईतिरबाटै पढ्नु होला। म चाहिँ उपाधि भन्छु, उपाधिबाट तपाई कविको नाम चाहिँ याद गराउँछु ट्रिकमै। ल हेर्नुस् त, सबभन्दा के छ? पहिले राष्ट्रकवि भनेर छ। राष्ट्रकवि भनेर उपाधि चाहिँ कुन व्यक्तिले पाए, कुन कविले पाए भनेर छ। अब चाहिँ माधव प्रसाद घिमिरे चाहिँ यो चाहिँ सबैलाई थाहा होला है, सानैदेखि पढ्दै आएको कुराहरु है। 8-9 क्लासदेखि नै पढ्दै आएको टपिक हो यो चाहिँ। यो बार चाहिँ तपाईहरुलाई खासै यसमा ट्रिक चाहिएन। यदि ट्रिकै चाहियो भने नि के छ भने त राष्ट्रकवि भनेको छ हैन। राष्ट्र भनेको के हुन्छ भन्नुस् त? राष्ट्र भनेको हाम्रो सधैँ माथि हुन्छ के। राष्ट्र भनेको हाम्रो सधैँ शिरमा हुन्छ, माथि हुन्छ भन्ने बित्तिकै माधव प्रसाद घिमिरे राष्ट्र भनेको हाम्रो सधैँ शिरमा हुनुपर्छ के। कुनै पनि व्यक्तिको शिरमा राष्ट्र बस्नुपर्छ भन्छ नि। पहिला राष्ट्र पहिला अनि बल्ल व्यक्ति आउने भन्ने हुन्छ नि। भनेपछि राष्ट्र सधैँ माथि हुन्छ। माथि भन्ने बित्तिकै माधव प्रसाद घिमिरे याद हुन्छ। ल त्यसपछि अर्को चाहिँ युवा कवि भनेर चाहिँ तपाई युवा कवि भनेर उपाधि चाहिँ मोतीराम भट्टले पाउनु भएको छ। अब चाहिँ यसलाई कसरी याद गर्ने भन्दाखेरि युवा कवि हेर्नुस् त, युवा भनेको अहिलेका युवाहरूको उद्देश्य के हुन्छ भन्नुस् त? उद्देश्य के हुन्छ? सुन चाँदी पैसा धन सन सबै खेर्ने त हो नि, सबै जम्मा गर्ने, सबै कमाउने त हो। भन्नाले युवाको उद्देश्य चाहिँ के हुन्छ? सबभन्दा त सुन चाँदी हिरा मोती भन्ने हुन्छ नि। किन सुन चाँदी मात्र कमाउनु, मोती कमाइदिउँ न भन्ने हुन्छ नि। भनेपछि मोतीमा चाहिँ बढी फोकस हुन्छ। युवाको तपाईको अहिले लक्ष्य भनेको मोती कमाउनुमा हुन्छ के। मोती कमाउनु हुन्छ भनेदेखि मोतीराम भट्ट याद हुन्छ। अनि हेर्नुस् आदि कवि भानुभक्त आचार्य है। आदि कवि उपाधि चाहिँ कसले पाएछ? भानुभक्त आचार्य। तपाईहरुलाई यसमा कुनै ट्रिक चाहिँदैन, यो त सधैँ पढ्दै आयो। आदि कवि भानुभक्त आचार्य सधैँ याद छ है, दिमागमै छ सबैहरुको, तपाईहरुको दिमागमा याद होला है। त्यही भएर यसलाई मैले ट्रिक बनाइन। अनि यो कवि भनेर उपाधि चाहिँ कुन व्यक्तिले पाएछन् भन्दाखेरि सिद्धिचरण श्रेष्ठ। भनेपछि अब यसलाई कसरी याद गर्ने? यो कवि हेर्नुस् त, यो कवि हामीले जुन पढ्दै छौँ नि जीकेमा, तपाईहरुको 4 वटा युग भनेर पढिरहेको छौँ हैन। सतयुग, द्वापर युग, त्रेता युग, कलियुग भनेर पढ्दै आएको छौँ हैन। यो युगहरु के सधैँ एउटै युग भइराख्छ त? भन्नुस् त, यो युगहरु के सधैँ एउटै युग भइराख्छ त? हुँदैन नि। युगहरु त सिद्धिरहन्छ, सिद्धिन्छ अर्को आउँछ, फेरि सिद्धिन्छ अर्को आउँछ, एउटा युग सिद्धिन्छ अर्को युग आउँछ, एउटा युग सिद्धिन्छ अर्को युग आउँछ। भनेपछि युग त के हुँदो रहेछ? सिद्धिएर जाने रहेछ। भनेपछि सिद्धिचरण श्रेष्ठ याद हुन्छ है। युग चाहिँ सिद्धिएर जाने रहेछ भनेपछि सिद्धिचरण श्रेष्ठ याद हुन्छ। अर्को छ श्रृंगारी कवि भनेर छ। श्रृंगारी कवि उपाधि चाहिँ कसले पाउनु भएको रहेछ? हाम्रो चाहिँ मोतीराम भट्टले पाउनु भएको रहेछ है। युवा कवि भनेर पनि मोतीराम भट्टले पाउनुभयो, तर श्रृंगारिक कवि भनेर पनि मोतीराम भट्ट भन्ने चाहिँ। श्रृंगारिक कसरी याद गर्ने भन्नुस् त? श्रृंगारिक भनेको श्रृंगार भन्छौँ नि, श्रृंगार लाउने भन्छौँ नि हामी। त्यो श्रृंगार चाहिँ श्रृंगार भनेको के लाएर हुन्छ भन्नुस् त? श्रृंगार भनेको तपाईको सुन चाँदी हिरा मोती लाएर श्रृंगार लाउने हो। भनेपछि मोती लाएर चाहिँ श्रृंगार गरिन्छ के, श्रृंगार गरिन्छ मोती। अब लाउने कुरा त अरु सबै लाउँछौँ हैन, तर चाहिँ सुन चाँदी हिरा मोती भयो भने त झन् कति राम्रो श्रृंगार देखिन्छ भन्नुस् त। यसो विचार गर्नुस् त, टक्क एउटा मोतीको माला लाएर सुनको सिक्री लाएर गर्दाखेरि चाहिँ श्रृंगार चाहिँ तपाईहरुलाई कति राम्रो देखिन्छ। त्यही भएर चाहिँ श्रृंगार भन्ने ती मोती भन्ने याद भइहाल्छ है, मोती तपाईहरुलाई। अनि यो चाहिँ याद भयो है। त्यसपछि
आँसु कवि भनेर तपाईलाई उपाधि चाहिँ कसले पाउनु पारेछ? शम्भु प्रसाद ढुङ्गेलले। शम्भु प्रसाद ढुङ्गेलले चाहिँ आँसु कवि उपाधि पाउनु भएको रहेछ। अब यसलाई कसरी याद गर्ने भन्नाले आँसु भन्ने छ नि, आँसु भन्ने वर्ड आउने बित्तिकै आँसु कति बेला हुन्छ आउँछ भन्नुहोस् त? जब तपाईँलाई कसैले ढुङ्गाले हान्छ नि त्यसपछि आँसु आउँछ कि आउँदैन भन्नुहोस् त? तपाईँलाई ढुङ्गाले कसैलाई टाउकोमा हानुहोस्, कतै हानुहोस्, तपाईँहरूको आँसु आउँछ कि आउँदैन भन्नुहोस् त? कति चोट लाग्छ? भनेपछि आँसु चाहिँ त्यति बेला आउँदो रहेछ जब चाहिँ कसैले ढुङ्गाले हान्दो रहेछ। भनेपछि ढुङ्गेलमा टिक लाग्छ है, एन्सरमा गएर तपाईँ एमसिक्यूमा ढुङ्गेलमा टिक लाग्छ। शम्भु प्रसाद ढुङ्गेल याद हुन्छ। अनि त्यसपछि कवि केसरी भन्ने छ। कवि केसरी भनेको तपाईँको कवि केसरी उपाधि पाउने व्यक्ति को रहेछन्? चित्तधर हृदय रहेछन्। अब कवि केसरी भन्ने बित्तिकै कसरी के? कसरी मैले तिम्रो चित्त दुखाएँ त? कसरी मैले तिम्रो चित्त र हृदय दुखाएँ भनेर भन्नुहुन्न तपाईँहरूले कहिले चाहिँ डिस्कस पर्दाखेरि चाहिँ कसरी मैले तिम्रो चित्त र हृदय दुखाएँ भन्नुहुन्छ नि, भन्ने बित्तिकै चित्त धर र हृदय चाहिँ तपाईँहरूलाई याद हुन्छ। कसरी चित्त र हृदय दुखाएँ तिम्रो मैले, भन न, मलाई एन्सर चाहियो भन्नुहुन्छ नि, त्यो चाहिँ चित्तधर र हृदय याद हुन्छ। अर्को छ जन कवि केसरी भन्ने छ। जन कवि केसरी उपाधि चाहिँ कसले पाउनु भएको रहेछ? धर्मराज थापा। अब जन कवि भन्ने बित्तिकै जान भन्ने वर्ड आउँछ कि? जन भन्ने बित्तिकै जान्नुपर्ने कि, जन जान जान्नुपर्ने। के जान्नुपर्छ? कुनै पनि मान्छेले आफ्नो धर्म के हो भन्ने कुरा त पहिला जान्नु पर्यो नि। आफ्नो धर्म संस्कृति के छ भन्ने कुरा त जान्नु पर्यो नि। अनि बल्ल चाहिँ अनि त्यसपछि तपाईँहरू त्यो मान्छे भनेको राम्रो मान्छेमा गनिन्छ कि। आफ्नो धर्म चाहिँ जान्नु पर्यो भन्ने बित्तिकै जन भन्ने बित्तिकै जान, के जान्नु पर्यो? धर्म जान्नु पर्यो नि आफ्नो, भन्ने बित्तिकै धर्मराज थापामा टिक लाग्छ। अनि अर्को छ वृद्धत्त शिरोमणि भनेर छ। वृद्धत्त शिरोमणि भनेर छ। अब यो चाहिँ पाउने कवि अथवा व्यक्ति चाहिँ को रहेछन् भन्दाखेरि तपाईँको हेमराज पण्डित र सोमनाथ सिग्देल रहेछ। अब त्यसपछि वृद्ध, वृद्धत्वमा वृद्ध भन्ने वर्ड छ कि, वृद्ध, वृद्ध भनेको बुढा भइसक्यो के। को बुढा भयो त भन्दाखेरि हेम र सोम चाहिँ बुढा भइसक्यो के। पहिला चाहिँ यिनीहरू तन्यारी थिए यिनी दुईटा, अहिले चाहिँ बुढा भइसक्यो कि, नि वृद्ध भइसक्यो। वृद्ध को भयो? हेम र सोम। हेमराज पण्डित र सोमनाथ सिग्देल चाहिँ वृद्ध भइसक्यो। को वृद्ध भयो? 3-4 चोटि भन्नुहोस्, हेम र सोम, याद हुन्छ है। अनि त्यसपछि अर्को हेर्नुहोस् कवि शिरोमणि भनेर चाहिँ लेखनाथ पौडेल। कवि शिरोमणि भनेर चाहिँ उपाधि चाहिँ लेखनाथ पौडेलले पाउनु भएको रहेछ। अब यसलाई कसरी याद गर्ने? कवि शिरोमणि भन्ने बित्तिकै कवि, कविको शिरोमणि हुनलाई, कविको शिरोमणि हुनलाई त पहिला त केही कुरा त लेख्नु पर्यो नि, कवि त लेख्नु पर्यो नि। नलेखेर शिरोमणि भइन्छ? केही कुरामा दुःख नगरी, केही कुरामा प्रयास नगरी चाहिँ त्यसमा चाहिँ तपाईँको सफलता हासिल हुँदैन के। जस्तै कविकोमा शिरोमणि हासिल गर्नलाई त पहिला केही न केही कविता लेख्नु पर्यो नि, नलेखेर हुन्छ भन्ने बित्तिकै तपाईँको कवि शिरोमणि भन्ने बित्तिकै लेखनाथ पौडेल याद हुन्छ। अर्को हेर्नुहोस् सोमनाथ सिग्देल। सोमनाथ सिग्देल, अब यसलाई कसरी याद गर्ने? सोम भन्ने कुरा छ होइन सुरुमै, सोम भन्ने चाहिँ पण्डित राज व्यक्तिले चाहिँ पाउनु भएको रहेछ है यो उपाधि चाहिँ। अब यसलाई कसरी याद गर्ने भने चाहिँ सोम, सोम भन्ने हुन्छ नि, सोम चाहिँ कसले भन्छ भन्नुहोस् त? ओम, सोम र ओम उस्तै होइन? सोम र ओम उस्तै होइन? सोम र ओम उस्तै हो भनेपछि ओम भन्न कसले भन्छ? पण्डितले ओम भन्छन् कि नै पूजा गर्दाखेरि, ओम नमः शिवाय स्वाहा भन्ने हुन्छ कि नै। त्यो भन्ने बित्तिकै तपाईँहरू सोम भन्ने बित्तिकै ओम चाहिँ आइहाल्छ मुखमा होइन। मुखमा ओम आउने बित्तिकै ओम चाहिँ कसले भन्छ? पण्डितले भन्छ। यति भएपछि हाम्रो तपाईँको एउटा कोलमको चाहिँ भ्याइयो। अब अर्को कोलम छ यता हेर्नुहोस् त। अब यसमा के छ भन्दाखेरि यो ट्रिकमा तपाईँहरूको यो ट्रिक चाहिँ कस्ता हुन्छन् भन्दाखेरि कसैलाई तपाईँहरूको यो कसैको जाति धर्मलाई अलिकता नराम्रो भन्न खोजेको होइन है। ट्रिक चाहिँ ट्रिक बनाउनलाई चाहिँ आएको हो। यस्ता कसैलाई चाहिँ तपाईँको कसैको जाति धर्म कसैकोलाई चाहिँ अलिकता खोज्न पुगेमा चाहिँ त्यसमा चाहिँ क्षमा चाहन्छु है। यो चाहिँ ट्रिक मात्रै हो है। ल अर्को हेर्नुहोस् त महाकवि भनेर छ। महाकवि उपाधि चाहिँ तपाईँ कसले पाउनु भएको छ? लक्ष्मीप्रसाद देवकोटा। यो त सबैको मुखमा होला, सबैलाई याद पनि होला है। यो त याद भइहाल्छ है, सधैँ पढिरहेको महाकवि। त्यही पनि आज याद भएन भनेपछि महाकवि भन्ने बित्तिकै महा भनेकै लक्ष्मी होइन, महाको अर्को नाम भनेको लक्ष्मी हो कि। महा भनेको पनि तपाईँ लेडिजकै नाम हो, लक्ष्मी भनेको लेडिजकै नाम हो। महालाई को लक्ष्मी भन्नुहोस्, एउटै नाम हो, याद हुन्छ है, महाकवि लक्ष्मी। अनि त्यसपछि आयामेली कवि भन्ने छ हेर्नुहोस् त। आयामेली कविको उपाधि पाउने मान्छे चाहिँ को रहेछन्? तपाईँको तिलविक्रम नेङवाङ। अर्को चाहिँ बैरागी काइला भन्ने छ है, उहाँकै अर्को नाम हो बैरागी काइला। अब यसलाई कसरी याद गर्ने भन्दाखेरि आयामेली कवि भन्ने छ होइन। यसलाई आयामेलीलाई के हुन्छ? आया है मेरी भन्ने वर्ड आउँछ किन भन्नुहोस् त? आया है मेरी, मलाई भेट्न आउनु है मेरी भन्छौ नि। अब यो चाहिँ कसले भनिरहेको छ भने चाहिँ एउटा चाहिँ तपाईँको विक्रम भन्ने मान्छे रहेछ। विक्रम भन्ने मान्छेले आफ्नो आफ्नो तपाईँको जिएफलाई चाहिँ के भनिरहेछ भनेपछि
आया है मेरी, विक्रम भन्ने मान्छेले आया है मेरी मलाई भेट्न, तिमी नभए त मलाई त बैराग लाग्छ भन्छ क्या। तिमी नभए त मलाई बैराग लाग्छ भन्ने बित्तिकै तपाईँले आया है मेरी भन्ने बित्तिकै कसले भन्दै थियो? विक्रमले भन्दै थियो। तिल विक्रम याद हुन्छ, विक्रम टिक लाग्छ। अनि अर्को नाम पनि छ बैरागी काइला। तिमी आएनौ भने त मलाई त बैराग लाग्छ नि, मेरो जिन्दगी त बैराग जस्तो हुन्छ नि भन्छौ नि, एक्लै हुँदाखेरि बैराग लाग्यो भन्छौ नि, भनेपछि बैरागी काइला याद हुन्छ। बुझ्नु नि? आया मेरी कवि, आया है मेरी, आया है मेरी भनेर कसले भन्दैछ? विक्रमले भन्दैछ। तिमी नआयो भने त के हुन्छ? मलाई त बैराग लाग्छ मेरो जिन्दगी त, त्यही भएर चाहिँ आउनु है भनेर चाहिँ तपाईँको विक्रमले चाहिँ भनिरहेको रहेछ। ल यो पनि याद भयो है। त्यसपछि अर्को छ आधुनिक कवि भनेर गोपाल प्रसाद रिमाललाई है। आधुनिक कवि भनेर कसलाई चिनिन्छ? गोपाल प्रसाद रिमाल। भनेपछि आधुनिक भन्ने बित्तिकै, आधुनिक भनेको अहिलेको युग, आधुनिक युग भन्छौँ नि हामी। अब यसलाई के गर्छ भने त आधुनिक युगमा आएर पनि म चाहिँ के गर्छु भने चाहिँ हाम्रो नारायण गोपालको गीत नसुनेर मलाई निन्द्रै लाग्दैन के। धेरै जस्तो मान्छे हुनुहुन्छ होला, त पुरानो गीतहरू मन पराउने मान्छे पनि हुनुहुन्छ नि। आधुनिक युगमा आएर पनि तपाईँ नारायण गोपालको गीत चाहिँ सुन्नुहुन्छ के, मनपर्छ, निन्द्रै लाग्दैन। मलाई पनि त्यस्तै हुन्छ है। नारायण गोपालको गीत चाहिँ मलाई सुन्न मन लाग्छ भन्ने बित्तिकै तपाईँको आधुनिक युगमा आएर पनि नारायण गोपालको गीत सुन्न मन लाग्छ भनेपछि नारायण चाहिँ यता हुँदैन। नारायण चाहिँ नारायण गोपाल भने सङ्गीतका हुन् होइन। अब त्यसपछि नारायण चाहिँ हुँदैन, गोपाल मात्रै आउने बित्तिकै गोपाल प्रसाद रिमालमा टिक लाग्छ है। आधुनिक कवि भने ती गोपाल प्रसाद रिमाल, नारायण गोपाल भन्ने अनि गोपाल भन्ने वडा आउँछ। अनि सङ्गीत भन्ने बित्तिकै सङ्गीततिर जान्थ्यो, तर कवि हो त्यही भएर चाहिँ गोपाल प्रसाद रिमाल चाहिँ याद हुन्छ। अर्को छ इतिहासको शिरोमणि भनेर चाहिँ कसलाई चिन्दो रहेछ? बाबुराम आचार्य है। नेपालको इतिहासको शिरोमणि भनेर कसलाई चिनिन्छ भन्दाखेरि बाबुराम आचार्य। अब यसलाई के याद गर्ने भने चाहिँ इतिहास भनेको तपाईँले के हो? भूतमा बितेका कुराहरू, पास्टमा बितेका कुराहरूको अध्ययन त इतिहास हो होइन। पास्टमा बितेका कुराहरूको अध्ययन त इतिहास हो भनेपछि तपाईँहरूलाई अब इतिहास थाहा पाउनलाई, कुनै पनि बच्चाले इतिहास थाहा पाउनलाई सबभन्दा पहिला कहाँबाट थाहा पाउँछ, कोबाट थाहा पाउँछ भन्नुहोस् त? इतिहास। इतिहास भनेको मान्छेले सबभन्दा पहिला जन्मिने आफ्नो बाबुआमाबाट थाहा हुन्छ कि नै। इतिहास भनेको थाहा पाउने भनेको बाबुआमाबाट हो। भनेपछि बाबु भन्ने त्यो वर्ड भनेको बाबुराम आचार्य देख्नुहुन्छ, टिक लाग्छ है। इतिहास भनेको कसले सिकाउँछ सबभन्दा पहिले? छोरालाई, छोराछोरीलाई बाबुले सिकाउँछ भन्ने बित्तिकै बाबुराम आचार्य टिक लाग्छ। अनि महाकवि भन्ने छ। महाकवि भनेर उता माथि चाहिँ लक्ष्मीप्रसाद देवकोटालाई होइन, यिनी भनेका नेपाली भाषाका महाकवि हुन्। अर्को चाहिँ महाकवि भनेको नेवारी भाषाका भनेको छ है। महाकवि भनेको नेवारी भाषाको सिद्धिदास अमात्य भन्ने छ। यो चाहिँ अब उता महाकवि लक्ष्मीप्रसाद भइसकेपछि यता सिद्धिदास अमात्य दुई तिनचोटि पढ्नु पनि याद हुन्छ है। यसलाई ट्रिक हुन त झुकिन सक्छ, त्यही पनि ट्रिक पनि यसो के छ भन्दाखेरि महाकवि भन्ने बित्तिकै महा भन्ने बित्तिकै मा भन्ने वर्ड छ कि। महाकवि भनेको चाहिँ नेवारीको लागि है। महाकवि भन्ने बित्तिकै मा भन्ने वर्ड छ। मा भनेको आमा होइन, मा भनेको आमा होइन। हिन्दीमा मा भन्छ अनि त्यसलाई आमा भन्छौँ कि हामी। भनेको अमात्य भनेको आमा भएको चाहिँ सिद्धिदास अमात्यमा टिक लाग्छ है। अनि त्यसपछि अर्को हेर्नुहोस् तरल कवि। तरल कवि भनेर फणीन्द्र नेपाललाई चिनिँदो रहेछ। तरल कवि भनेर उपाधि पाउने व्यक्ति चाहिँ को रहेछन्? फणीन्द्र नेपाल। अब यसलाई कसरी याद गर्ने? तरल भन्ने बित्तिकै लिक्विड भन्ने बुझ्छौँ नि, जो चाहिँ फ्लो भएर जान्छ भनेको। जुन हामी तरल भन्ने बित्तिकै, लिक्विड भन्ने बित्तिकै हामी पानीलाई बुझ्छौँ जेनरली। तरल भनेको पानी भनेको के हो? लिक्विड होइन, तपाईँ तरल पदार्थ होइन, तरल पदार्थ होइन भन्ने बित्तिकै तरल भन्ने बित्तिकै पानी याद आउँछ। अब यसलाई कसरी यो यता याद गर्ने भन्दाखेरि नेपाल चाहिँ तरल पानी भन्ने बित्तिकै जल स्रोतको धनी देश हो कि नै। नेपाल चाहिँ जल स्रोतको कतै कुनै डाटामा दोस्रो धनी देश पनि छ है। नेपाल जल स्रोतको दोस्रो धनी देश हो, तैपनि नेपालले के गरिरहेछ? नेपालमा पुग्ने सफिसियन्ट विद्युत उत्पादन गर्न सकिरहेको छैन। विद्युत चाहिँ के गरिरहेछ? अन्य देशबाट चाहिँ तपाईँको आयात गरिरहेछ। भने चाहिँ यो कस्तो फन्नी कुरा हो भन्नुहोस् त? यो फन्नी कुरा होइन। नेपालको हेर्नु त तरल जलविद्युत, तरल नेपाल चाहिँ तपाईँको पानीको तपाईँ दोस्रो धनी, जलको दोस्रो धनी देश हो गरे, त्यही पनि जलविद्युत चाहिँ निकाल्न सकेको छैन कि, पानीबाट विद्युत निकाल्न सकेको छैन। बाहिर अन्य देशबाट चाहिँ निर्यात गरिरहेको छ भने चाहिँ कस्तो फन्नी कुरा हो भन्नुहोस् त? यो काम कसले गरिरहेछ? नेपालले गरिरहेछ। भनेपछि फन्नी कुरा हो भने फणीन्द्र नेपाल याद हुन्छ है। फन्नी कुरा हो फणीन्द्र नेपाल, फणीन्द्र अनि कसले गरिरहेछ त? नेपालले गरिरहेछ नि त यस्तो काम, अनौठो काम। भनेपछि फणीन्द्र नेपाल याद हुन्छ। अर्को हेर्नुहोस् नाट्य सम्राट भनेर बालकृष्ण समलाई चिनिन्छ। नाट्य सम्राट भनेर कसलाई चिनिन्छ? बालकृष्ण समलाई। कसरी याद गर्ने? नाट्य भन्ने बित्तिकै नाटक, नाटकै हो भन्ने छ नि, नाटकै हो तपाईँको, यो नाटकै हो भन्ने हुन्छ नि होइन। अब यो नाटक भने कसले गर्छ भन्नुहोस् त? नाटक भनेको धेरै जस्तो बालबालिकाले नाटक गर्छन् कि नै भन्नुहोस् त? कति नाटक गर्छन् तिनीहरूले? अलिकति केही भन्नुहोस् रोइहाल्छन्
होइन, रोइहाल्छन्, तल भुइँमा सुतेर हुन्छ के गरी हुन्छ रोइहाल्छन्। अनि फेरि उनले भनेको कुरा दिनुपर्छ, फेरि उठेर हाँस्न लागिसक्छन्। भन्नुहोस् त, यो नाटकै होइन त? कस्तो मजाको नाटक गर्छन् हेर्नुहोस् त बालबालिकाले। भन्ने बित्तिकै नाटक भन्ने बित्तिकै बालकृष्ण सम याद हुन्छ। बाल देख्ने बित्तिकै बालकृष्ण सम एउटै नाम हुन्छ, तपाईँ टिक लाउनुहुन्छ है। अनि सङ्गीतको शिरोमणि भनेर चाहिँ यज्ञराज शर्मालाई चिनिन्छ। ल अब यसलाई कसरी याद गर्ने? सङ्गीत भनेको सङ्गीत भनेको गीत त हो होइन, गीत सङ्गीत हामी कहाँ बजाउँछ भन्नुहोस् त? यज्ञ होला, बिहे होला, पूजा होला, तपाईँहरू बिहे पूजा यज्ञमा त हाम्रो सङ्गीत बजाउने हो भनेपछि अब बिहे पूजा त छैन यहाँ, भने चाहिँ यज्ञमा बजाउँछौँ कि यज्ञ लाउने भन्छ नि, यज्ञ सप्ताह लाउने भन्छ नि, भगवानको पूजा यज्ञ आराधना गर्ने भन्ने हुन्छ होइन। यज्ञ सङ्गीत कहाँ बजाउँछौँ? यज्ञमा लाउँछौँ कि सङ्गीत, यज्ञमा सङ्गीत बजाउँछौँ भन्ने बित्तिकै यज्ञराज शर्मा चाहिँ याद हुन्छ। अर्को हेर्नु, स्वर सम्राज्ञी भन्ने छ। स्वर सम्राज्ञी भन्ने उपाधि कसले पाएको रहेछ? अरुणा लामाले होइन। स्वर सम्राज्ञी भनेको अरुणा लामाले। अब यसलाई कसरी याद गर्ने? सम्राज्ञी भन्ने एउटा लेडिजको स्वर चाहिँ कस्तो रहेछ भन्दाखेरि गीत गाउने बित्तिकै रुन लागेको जस्तो आउँछ रहेछ कि उनको। सम्राज्ञीको स्वर चाहिँ कस्तो रहेछ? रुन लागेको जस्तो। ल कोहीले गीत गाउनु सम्राज्ञीलाई भनेपछि उहाँको गीत चाहिँ ट्याक्कै रुएको जस्तै आउँछ रहेछ भन्ने कुरा याद गर्नुहोस्। र स्वर सम्राज्ञी भन्ने बित्तिकै अरुणा लामा। अब कोही सम्राज्ञी मान्छे हुनुहुन्छ भने भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ चित्त नदुखाउनु होला है, ट्रिक मात्रै हो, तपाईँको स्वर राम्रो होला है। यहाँ चाहिँ के रहेछ? स्वर सम्राज्ञी। सम्राज्ञीको स्वर चाहिँ के रहेछ? रुन लागे जस्तो रहेछ, गीत गाउँदा पनि रुन लागे जस्तो स्वर आउँदो रहेछ भन्ने बित्तिकै अरुणा, रुना भन्ने बित्तिकै अरुणा टिक लाग्छ, अरुणा लामामा तपाईँ एन्सर जान्छ है। अनि सङ्गीत प्रवीण भन्ने छ। अब सङ्गीत प्रवीण छ, अघि सङ्गीत शिरोमणि भन्ने यज्ञराज पढिसक्यौँ होइन। अब यो सङ्गीत प्रवीण छ, यसको पनि ट्रिक बनाउँदाखेरि यो ट्रिक दुईवटा जुझ्न सक्छ, त्यही भएर चाहिँ यसको ट्रिक बनाएन मैले। यसको चाहिँ अब उता सङ्गीत शिरोमणिको यज्ञराज याद भइहाल्छ होइन। अर्को सङ्गीतको चाहिँ नराराज ढकाल भन्ने कुरा चाहिँ 2-3 चोटि पढ्नुहोस्, तपाईँहरूलाई याद हुन्छ है। अनि अर्को छ वाद्य शिरोमणि भनेर छ। वाद्य शिरोमणि भने चाहिँ वाद्य छ नि, वाद्य चाहिँ कति बेला हुन्छ भन्नुहोस् त? मान्छे एउटा कुनै तपाईँ एउटा आर्मी पुलिसहरूलाई याद गर्नुहोस्, उनीहरू चाहिँ आफ्नो मान्छे अगाडिको अघिल्लो माथिल्लो श्रेणीका मान्छेहरू आउने बित्तिकै कसरी सल्युट ठोक्छन्, कसरी सलाम ठोक्छन् याद गर्नुभएको छ? भनेपछि उनी बाध्य हुन्छन् कि आफ्नो अग्रजलाई चाहिँ तपाईँहरूको त्यो इज्जत दिन, तपाईँको त्यो सल्युट गर्न चाहिँ बाध्य हुन्छन् कि। उनको रहर भन्ने होइन कि उनीहरू बाध्य हो, उनी चाहिँ नियम कानुनमा बसेका हुन्छन् होइन। उनीहरू चाहिँ बाध्य हुन्छन् के को लागि हुन्छ? आफ्नो उस्ताद भन्छ नि, अगाडिको मान्छेलाई चाहिँ के भन्छ? उस्ताद त भन्छ, उस्ताद भन्छ हिन्दीमा चाहिँ उस्ताद भनेर आउँछ नि। आफ्नो उस्ताद आउने बित्तिकै बाध्य भइन्छ गरे, के गर्न बाध्य? सलाम ठोक्न, शिर झुकाउन, शिर चाहिँ माथि ठड्याउन भनेको बाध्य भइन्छ। शिरमा चाहिँ तपाईँको सलाम गर्न चाहिँ बाध्य भइन्छ भन्ने बित्तिकै उस्ताद गणेश लाल याद हुन्छ। अर्को अन्तिम ट्रिक छ स्वर किन्नरी भनेर छ है। स्वर किन्नरी भनेर छ। अब यहाँ किन्नरी भन्ने वर्ड आयो, अब यो वर्ड चाहिँ अलिकति नराम्रो वर्ड हो, त्यही पनि अब जिके बनाउनलाई चाहिँ भन्नु पर्यो है। अब किन्नरी भनेको हामी भूत भूतिनी भन्छौँ नि, भूतहरू भन्छौँ नि, किन्नरीहरू लागे भन्छौँ होइन, भूतहरू लागे भन्ने हुन्छ नि। अब किन्नरी भन्ने बित्तिकै तपाईँहरूको भूत होइन, भूतहरू कति बेला लाग्छन् भन्नुहोस् त? अँध्यारोमा लाग्नु त उनी तारा लागेको बेला, उज्यालो भएको बेला लाग्दैनन् के भूतहरू, अँध्यारो तारा नलागेको बेला चाहिँ भूत लाग्छन्। किन्नरीहरू चाहिँ कति बेला लाग्छन्? तारा नलागेको बेला। तारा लागेपछि त उज्यालो भइहाल्छ नि, उज्यालो भएपछि त भूतहरू कसरी लाग्ने भयो त? लाग्दैन, त्यही भएर अँध्यारोमै लाग्छन् भन्ने बित्तिकै तपाईँको तारा देवी चाहिँ तपाईँहरूलाई याद हुन्छ है। अब यति भनेपछि तपाईँहरूलाई सायद यो जहाँसम्म लाग्छ सबै याद भयो है। तपाईँहरूलाई चाहिँ भिडियो मन परेको छ भनेपछि लाइक गर्न, कमेन्ट गर्न, र तपाईँहरूले आफूलाई कुन टपिकमा तपाईँलाई जिके यस्तै ट्रिक चाहिएको छ त्यसको चाहिँ कमेन्ट गर्नु होला है। म भिडियो बनाएर राखिदिनेछु भन्दै आजलाई हस् बाई है।